हेलो गाइस, वेलकम टु माई न्यू ब्लग। दिनको सुरुवात भइसकेको छ अरे है। अन्त भर्खर उठेर सामानहरू मिलाएर बाइकमा के अरे त्यहाँ चाहिँ 5-6 घन्टाको राइड हुनेवाला हो। बाटोमा के कस्तो अर्डरहरू दिइराख्छु के है। अब चाहिँ एकछिनमा भेटौँ लाऊ। Tahu betul di Samsung Tiger Figure outside all this एउटा बाटोतिर हेर्नु है अलि जाम आज आज कडा देख्छ लगेर अब हेन्डतिर गएर पेट्रोल हालेर उतै भेट्नुपर्छ। प्रायः एउटा अपडेट हेरेर बाटोमा पनि डेन्जर हुन्छ केटा यो सिजनमा त। बाटोमा पनि देख्न पाइन्छ अहिले, बाटोमा पनि देख्नु अहिले केटा चिन्छ गोवालाई छ है। गोवा बिहान हिँड्दा त्यस्तो गोवा देखेन न, ठुलो भएर बाटो लगाएर पुरै थियो यार केटा। काठको मागेर मैले काठो कति हाल्ने हो? धान छ अहिले गर्मीमा, धान छ अहिले गर्मीमा। अनि 1500 हालिदिनु पर्छ होला यार। पाइप चेन्ज गर्छस् त्यही ठिक छ कि अहिले धुलो नि सट्ट जान्छ अहिले। 160 रहेछ यसको क्याटल भइस। 9 लिटर गयो 1500 को अहिले। कपडा चेन्ज गर त्यही ठिक छ कि त्यस्तै हिँड्ने यार, के हुन्न के नयाँ त्यति एउटा यार। मलाई 1500 हालिदिनु न। को तेल हालेर मेरो त पहिल्यै छ होला यहाँ। फिलिङ गर्न जाने फिलिङ गर्न जाने जाने केही पनि जाने त भयो ए Ponce
मैले पढ्न सही हाल्दिएको कि एकदम फेरि कहाँ राख्छ दिमाग खराब थियो जल्दी करो अब जाना है यार मौसम यार ठिक हो गरे यार घामी लाग्न खासै त्यति उन भएन ठिक हो क्या मौसम लगेर माथि बेटा केटा बाटो वा सकेर होइन मस्त कुद्छ बाइक केटा बाटो लगेर अब खै आउन लाग्यो रे यो शीतल बर्खा मौसम एकदम सबै भाइ ठन्डा मौसम चाहिँ खोला त अझै ठुलै रहेछ होइन तर यो बाटो चाहिँ बवाल लाग्छ यार केटा मलाई यो पाहाडको माथि पुरो माथि आएर पानी आइदिन्छ क्या बवाल दामी लाग्छ मलाई धेरै केटा पानीहरूको माथि हेर्छ क्या देखेन हौ त्यो पछाडि गाडी आएर रहेछ यार पानी रहेछ यार केटा यार सब पानी दिँदा माथि यार बवाल भइरहेको छ केटा भिडियो मिस भयो दामी भयो केटाहरू त अगाडि मजाले हान्केर होइन अन्त ग्याङै बनायो केटाहरू केटाहरू त घुम मजा घुम रक्सु हानेको केटाहरूले रक्सु यता त गर्मी हट यार केटा यार होइन यस्तो गर्मी भएको यार यहाँ त गर्मी ल केटा हो कालिम्पोङ आइपुग्यो कालिम्पोङ लेखेको देख्छ होला नि वेलकम टु बाथरुम बिचार रहेछ यार आए नोडेको केटा अब तपाईँको माहौल टाँसिरहेको छ केटा हो माहौल एउटा माल दिन आयो यार च्याट टाँस्नु लाग्यो यार गाह्रो छ एउटा माल दिन आमा भेटै हुनुहुन्छ यहाँदेखि माथि त त्यहाँदेखि जान्छ हेर यता त अब बाइकतिर जाम हो यार मस्त जाम छ त यार एउटा हामी चाहिँ बागुङ कटी है अब बागुङदेखि माथि आइपुग्यो अरे यहाँ केरा खाइदिनुपर्छ हालत प्लेट भयो केरा बगाल छ कि यो कहाँको केरा यहीँको लोकल केरा वा
उता सर्टकट बाटो हान्ने केटा हो उताबाट लामो बाटो झन् बिग्रो रहेछ सर्टकट बाटो हान्ने tolo rồi chứ nó thật mà người ta nó thật ra ra cái đó bán đồ bón đồ ấy thì mà rồi đang thôi đang cái là bán để thôi rồi thôi còn cái bán đồ để làm rồi sợ cái mà cái cái có sợ Ano ho ka bata naguro ya. Ulios ka bata ay pero एउटा बाटो क्यामेरामा राम्रो देख्यो होला एकदम दुर्घटनामा सिक्ने देखियो हो उलियो जस्तो खाले बाटो त बिस्तारै बिस्तारै राम्रो बाइक त टिकट ठोक्या केटा यार बाटो पनि साङ्गुरो बाटो हो क्या फेरि केटा यार बाटो त पानी घट्दै गराइदियो रहेछ नि त यस्तो नि बाटो त यसलाई चाहिँ के भन्छ यार बिउको उकालो बिउ भन्दा होइन यार बिउ भन्दा चौकीको बाटो हो बाटो चाहिँ लोडिँदै छ केटा हेरेर राम्रो छैन यो बाटो डबल स्ट्यान्ड ठोकेको एउटा बाटो त यो बाटो अलि ठिक छ कि भनेर आएको यो नि त्यस्तै रहेछ यार अन्त केही छैन केटा यस्तै हिँड्दैन केटीलाई थाकिनु चाहिँ भयो यार केटा म फुल गराइदिन्छु यो बाटोको भिडियो छ है बाटो त सब खोला हिँड्ने जस्तो छ यार बाटो नि त ल हेर केटा ए बाटोको स्थिति पानी धेरै पऱ्यो नि त अब सिजनमा त्यही भएर बाटो त अहिले लोडिँदै छ केटा हो नत्र बाटो ठिकै थियो पहिलो चाहिँ अझ पानी सिजनमा पानी धेरै पऱ्यो नि त माथि चाहिँ मिक्सिङ लगाएको र यस्तो छ केटा बाटो गाडी पो हिँड्छ हिँड्दैन यो बाटो यार हिँड्न त हिँड्न पर्ने ठिकै छ बाटो यार ल सर्टकट बाटो हो तर हेर केटा यो बाटोको हालत रोजु पारेको यार पानी ठुलो पर्दो रहेछ धेरै पर्दो रहेछ पानी यार केटा हो त्यस्तै हो माथि गएर हेर्नु हो
यहाँ निस्किन्छ केटा सर्टकट बाटो यहाँनिर आयो बाटो अहिले त धोजु पर्दो रहेछ मान्छे काठा पानी कत्रो पर्दो रहेछ हिजो यार त त परेन त फेरि त त्यो खासै ल यार केटा बाटोको अवस्था यार यस्तो लड्किन्छ यार माद्रा कुली यार केटा बाटो गान्धी छ बाटोमा कुली थप गाँठ फटालिदिनु भयो केटा बाटोले यार त्यो बाटो यस्तो यार हिँड्न हिँड थट केटा यार हेर बाटो हिँड बाटोको अवस्था बेजोग छ केटा हो धोधु हान्ने होटेल त यार उहाँ पुग्दा त यसले ठगाउने भयो यार हिलो नि कतिवटा नि माटोले त केटा हिलो यसले त माटो त्यो लड्किन्छ केटा हो थट माटो माथि पुग्दा आमा धोजु बनाउनु भयो यार ए आम्बो थट कहिले बाटो भयो यस्तो बाटो यार यो बाटो त राम्रो छ त यार अटै बनाइदियो यार थट अरे केटा बाटो के बागलुङको यो बाटो जिन्दगीमा अबसम्म राम्रोसँग बनाएन केटा हो यार पहिल्यैदेखि यस्तो केटा बाटो त थट के अरे लौडी जस्तो बाटो यार मान्छेले कमसेकम अलिक बनाउनु त पर्दैन केटा बाटो त होइन यो हाई यो मध्य पहाडी लोकमार्गको मेन बाटो यही हो त अनि अलिकति यस्तो बनाउनु पर्ने हो बाटो त्यस्तो छ खै त अब त्यही भएर केटा हाम्रोलाई होइन राम्रोलाई रोज राम्रोलाई विकास गर्नु पर्यो त्यस्तो पाल्यो त मान्छे त मान्छेलाई कहाँ केटा बाटो हो गाह्रो छ गाह्रो अब भाडखान घोडा हान्ने जाने केटा घोडा हान्ने पनि बाटो यस्तै होला यार त अटोमै बनाउनु भयो यार मान्छे ए पानी धेरै पऱ्यो नि त अहिले त्यो टाइममा पानी धेरै परिदियो पानी यतिको बढेर धोजु बनाइदियो त बाटो जाने केटा हो अलि ठिकठाकै अब त खालो रहेछ मलाई नदेखेको यार बाटो त धोजु छ हेर केटा हो के गरेर जाने भन्ने कुरा भयो हिरो डबरी क्या हिरो बढी यार हिरो त लास्टै भएर यार त त्यसमा त लड्किने चान्स बढी हुन्छ है केटा हो यार हाम्रो जहाँ हिलो त्यही गाडी आइदिन्छ त यार
झुकेर हान्ने केटा यस्तो हुन्छ नि लोकल केटा कमाल यार मेरो केटा फेरि आयो लौडी हिलो यार तेरि यार पागल भयो यार चिकन लुट्टै अघि हामीले उठाउने गाडी नै आइसक्यो केटा यार हामी धेरै स्लो गरिरहेको ढिलो गरिकन त बाटै यस्तो छ लोड राख्नु यही गाडी पनि भेटिसक्यो यार बाटै यस्तो छ खोल के गइन्छ केटा यार र अब कुना जाने केटामा लोडै पनि भएको छैन सिजनलाई हाल्यो नि यस्तै बाइक साइक अब उतै घर बनाउने के ठोक्या कहाँ होइन तर बाटो यस्तो लौडा छन् पागलै बनायो सब लड्का टायर पनि ठिक छैन नि त मेरो एउटा कुरा केटा टायर नि लोड जस्तो छ क्या त्यो चिप्लिनेवाला अब अर्को गोटीवाला हाल्नुपर्ने बेला केटा हामी चाहिँ यहाँ सानो ठाउँमा आइसकेर अब हल्का भोजनालय चराएर चलिनु पर्ने हुन्छ यहाँबाट पनि लाग्छ पानी तन्ने हालत बेजुक यहाँ आइदियो अब खाने तयारीमा छ केटा भात चाहिँ होटल सर रहेछ कि के हो यार केटा अब यहाँ जाने स्क्याम खाइयो के हो आज डेन्जर यार मान्छे भ्यू हेर केटा यहाँको आम्बो बगालै खाने डेन्जर गर्नु रहेछ यार घाम लगाएर के हो डेन्जर कोले यार न भिड भएर किन हो डेन्जर देखाएर त्यसलाई अन्त गर्नु तर यहाँको बाटो भिडको बाटो चाहिँ बवाल लाग्छ कि मलाई कस्तो होइन बाटो कता जाने हो माथिबाट जाने हो माथिबाट जाने बस्दाबाट पैसा दिने छ के पैसा दिने हो कि त्यहाँ मास्टर त्यहाँ पैसा बुझाइदिनु पर्ने छ क्या त्यही भएर के अरे माथि कहाँ होइन माथि भनेको सुनेन कि
हाल न ओ भास्कर रे ओ लगडा बुढ्दै आइसक्यो फाइनली ठगित भयो यार बाइक चाहिँ ढिलाइ गरेर जानु होला भनेको हान्डेर जानु पर्ला